देश नै घन्टीमय बन्यो सर, तर कालीकोटको जनताले जिताएनन्, कालीकोटे नै भन्न लाज लाग्यो, भेटा नै रहेछ। त्यस्तो होइन साथी, लजाउनु पर्दैन। किन लजाउनु पर्दैन भने सुन्नुहोस् है, एउटा म दरिलो इक्जाम्पल दिन्छु। यो भनेको लोकतन्त्र, तपाईँले अब लोकतान्त्रिक शासन व्यवस्थाको सबैभन्दा सुन्दर पक्ष भनेको यही हो कि लोकतन्त्रमा भनेको जनता सधैँ माथि हुन्छन्, जनताले गरेको निर्णय भनेको सधैँ उच्च हुन्छ, जनता नै सर्वोच्च हुन्। अब जस्तै कतिपय साथीहरूले चाहिँ कर्णालीतिर, अब सुदूरपश्चिमतिर अथवा अलिकति दुर्गम ठाउँतिर चाहिँ त्यहाँ चाहिँ जनताहरू शिक्षित छैनन् कि भन्ने होइन साथीहरू है। त्यो कुरा चाहिँ के बुझ्नु पर्यो भने जनताले जसलाई जिताए पनि, जुनसुकै राजनीतिक दललाई जिताए पनि त्यो उनीहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउँछन्। त्यो हिसाबले हेर्ने हो भने जस्तै अब अहिले घन्टीमय देश बनेको छ होइन, पहिलो दल घन्टीले जितेको ठाउँमा चाहिँ राम्रो हुने, त्यहाँका जनता चाहिँ राम्रो हुने, घन्टीले नजितेको ठाउँमा चाहिँ भेडा हुने अथवा अशिक्षित हुने भन्ने कुरा चाहिँ एकदमै टोटल्ली चाहिँ रङ कुरा हो। किनकि एउटा तपाईँलाई मैले इक्जाम्पल दिन्छु, जस्तै अब रासोपाका साथीहरू होइन, उहाँको सरकार बन्ने करिब करिब निश्चित नै छ, एकदमै शुभकामना, यो हाम्रो पनि खुसीको कुरा हो। मैले पनि अघि फेसबुकमा स्टाटस लेखेँ, किनकि यो चाहिँ हाम्रो समाजमा अहिले पछिल्लो टाइम चाहिँ एकदमै के थियो भने जस्तै तपाईँ हामी मिहिनेत गर्ने जुन वर्गहरू थियौँ, अब तपाईँहरू दिन र रात नबनिकन मिहिनेत गरिरहनु भएको छ, तर त्यो मिहिनेतको चाहिँ कम प्रतिफल पाउने, तर चाहिँ गाउँघरमा झोला बोकेकाहरू, झन्डा बोकेकाहरूले चाहिँ गाउँमा चाहिँ अलिकति दादागिरी चाहिँ धेरै हुन्थ्यो क्या, यो समाजमा त्यस्तै थियो। तर त्यो कुराको अब अन्त्य हुँदैछ भन्ने कुरा पनि मैले सेयर गरेको थिएँ। तर एउटा कुरा चाहिँ